आदरणीय दर्शकबिनहरू, हामी अत्यन्तै दुःखद घडीमा उपस्थित भएका छौँ। हिजो रुकुम पूर्वको सदरमुकाम रुकुमकोटदेखि रोल्पाको प्रसिद्ध धार्मिक स्थल जलजलाको लागि छुटेको गाडी बाटोमा दुर्घटना भयो र दुर्घटनामा 20 जना यात्रुहरूले ज्यान गुमाउनु भयो। हिजो मौसम अत्यन्तै प्रतिकूल भएको हुनाले हावाहुरी असिना लागेको हुनाले हिजो उद्धार गर्न सकेन र आज मात्रै हिजो दुर्घटना भएको क्षेत्रबाट सब ल्याएर अहिले चाहिँ रुकुम पूर्वको जिल्ला अस्पतालमा पुर्याउने काम भएको छ र यो जिल्ला अस्पतालमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नको निम्ति नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री र यस रुकुम पूर्वका प्रतिनिधि सभाका प्रत्यक्षतर्फका माननीय पुष्पकमल दाहाल प्रचण्ड मृतकप्रति श्रद्धाञ्जली दिन यहाँ उपस्थित भइसक्नु भएको छ र आज यो हिजो विशेष गरेर वैशाख 17 गते हामी रुकुम पूर्वको लागि निकै कालो दिन बनेको छ। सबहरूलाई कर्मश निकालेर टेन्टमा राखिँदैछ र कर्मश यहाँ यो घरमा, यो सानो घरमा पोस्टमार्टम गर्ने कुरा पनि यहाँका डाक्टरले जानकारी दिनुभएको छ। आदरणीय दर्शकवृन्द, हाम्रो यस दुःखद घडीमा आफ्नो ज्यान गुमाउनु हुने मृतकप्रति हार्दिक श्रद्धाञ्जली साथै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्न चाहन्छु।